हेलो नमस्ते सधैँ मैले नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियोमा मैले ट्र्याक न्यानो 2 लिएर आएको छु र यसलाई आज हामी डिसेबल गर्न जाँदैछौँ र मेरो भिडियो कस्तो लाग्छ प्लिज लाइक कमेन्ट र सेयर गरिदिनु होला। साथै नयाँ भ्युअर्सहरु मेरो च्यानल भिजिट गर्दै हुनुहुन्छ भने मेरो च्यानल चाहिँ सब्स्क्राइब गरिदिनु होला। के गरे हजुरले मेरो भिडियो हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब गर्न भुलिनु भएको छ भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला र कस्तो भिडियो हजुरलाई चाहिन्छ प्लिज कमेन्ट पनि गरिदिनु होला। त्यही अनुसारले चाहिँ मैले भिडियो लिएर आउने प्रयास गर्ने होला। ट्र्याक न्यानो 2 लाई चाहिँ डिसेबल गर्न जाँदैछौँ र अब यो डिसेबल गर्नुभन्दा अगाडि मेरो च्यानलको सानो प्रोमो पछि यसलाई सुरुवात गरौँ है त। अब यो हामीले डिसेबल गर्नलाई चाहिँ यसको स्क्रुहरू त कतै नै छैन। पहिला सुरु हामीले जुन यो प्लेट छ यो प्लेटले चाहिँ रिमुभ गर्नुपर्ने हुन्छ। अब यो चाहिँ पातलो एकदम पातलो छ किनभने यसमा साइडमा दाग लाग्न सक्छ। त्यही भएर मैले चाहिँ ब्लेड लिएको छु। यसरी हामीले साइडमा यसलाई ब्लेड यसरी राखौँ। राखिसकेपछि यसलाई थोरै यसरी माथि गरौँ। माथि गरिसकेपछि यो भित्र छिर्यो। छिरिसकेपछि हामीले यो डिस्प्लेमा आउने यो प्लास्टिक यस्तो अलिकति हार्ड टाइपको प्लास्टिक लिएर चाहिँ यहाँ साइडबाट यसरी छिरौँ अथवा यताबाट छिरौँ। छिर्यो अलिकति छिरौँ। छिरेपछि यसलाई हामी निकालौँ। फ्याल्कनको 530 जुन यो ग्लु हामीले रिमुभ गर्नलाई चाहिँ युज गर्न सक्छौँ। साइडमा यहाँबाट अनि थोरै यसलाई यसरी चाहिँ हामीले यसमा हालौँ। हालिसकेपछि यसलाई भित्र छिरौँ। यो एउटा प्लेट हामीले निकाल्यौँ। यो प्लेट प्लास्टिक टाइपमा छ। यो बलजबस्ती गऱ्यो भने यो ब्रोकन हुन सक्छ। त्यही भएर यसलाई राम्रोसित निकालौँ। अब यो साइड निकाल्यो। यो साइडले पनि त्यही सेम टु सेम प्रोसेस गरौँ। यसरी निकाल्यो। यसमा स्क्रु कतै नै छैन र यसमा हामीले देख्न सक्छौँ 1 and 2 पिनलाई चाहिँ हामीले रिमुभ गरौँ। यसलाई रिमुभ गर्नलाई चाहिँ हामीले के लिन सक्छौँ भन्दाखेरि ट्युजरले हामीले यसलाई यहाँबाट प्रेस गरौँ। यसरी यहाँबाट साइडबाट यसरी प्रेस गरौँ। यो प्रेस भयो मुनि गयो र यसलाई नै यहाँबाट यताबाट प्रेस गरौँ। यसरी वान साइड तल निक्ल्यो वान साइड हेर्नु निक्ल्यो। तानो भएर यो 1 and 2 यो दुईटा निक्ल्यो। अनि निक्लिसकेपछि यहाँबाट थोरै ठेलौँ। यो तल ठेलिसकेपछि साइडबाट पुस गरेपछि यो तल निक्ल्यो। यो सी टाइपको यो चार्जिङ पोर्टको यो जुन कभर छ यो निक्ल्यो। थोरै यसरी तानौँ हामीले। अन अफ स्विच यही नै छ। यो चाहिँ यो जुन यो एयरलाई कन्ट्रोल गर्ने यो जुन यो पनि यसमै छ। बोर्डलाई नि रिमुभ गरौँ। 2 स्क्रु छ। 2 स्क्रु रिमुभ भयो। यसलाई पनि र यसलाई अब थोरै माथि तानौँ। यो हामीले यसरी रिमुभ गर्यौँ। यो चाहिँ एयर सेन्सर भइहाल्यो। बोर्डलाई हामीले बाहिर यसरी निकाल्यौँ। हामीले इजी तरिकाले चाहिँ यसलाई डिसेबल गर्न सक्छौँ। स्क्रुहरू भित्र बोर्डमा मात्रै 2 स्क्रु रहेको छ भने बाहिर चाहिँ यसको जुन यो कभर रिमुभ गरिसकेपछि यो दुईटा पिनहरू यो मेटलको पिनहरू मात्रै रहेको छ। यसलाई रिमुभ गरिसकेपछि यो बाहिर निक्लिन्छ। ट्र्याक न्यानो 2 लाई चाहिँ डिसेबल गरौँ। यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने चाहिँ प्लिज च्यानललाई पनि सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला कस्तो भिडियो चाहिँ मैले लिएर आउँदाखेरि चाहिँ राम्रो हुन्छ। ट्र्याक न्यानो 2 लाई डिसेबल पनि गरौँ भन्दै अर्को भिडियोमा चाँडो भेट्ने बाचा गर्दै यो भिडियोबाट चाहिँ म बिदा लिन चाहन्छु।